मेरो भाइहरूले मलाई सपोर्ट नगरेको भए हैन सायद बीचमा मैले छोडिसकेँ हुन्थेँ क्रिकेट। भाइ विदेश जानुभन्दा पहिला त म गइसकेँ हुन्थेँ, किनभने म जानुपर्ने पहिला म कमाउनु पर्ने, पहिला मैले पाल्नु पर्ने। तर भाइहरूले त्यो जिम्मेवारी भाइहरूले लिए। कमाउनु त पर्यो नि घर चलाउनलाई। उसले छोडेर म बाहिर जान्छु भन्न थाले। झन् दुईटै भाइ फेरि राम्रो, एकजना लेफ्टी बलिङ गर्ने ब्याटिङ गर्ने धेरै राम्रो खेल्ने, अनि एउटा भाइ राइटी फास्ट बलर राम्रो पेस बलर, अनि लोवर अर्डरको ब्याट्सम्यान त्यो पनि राम्रो खेल्ने। तर मैले राम्रो गर्न नसकेर त्यो भाइहरूले पनि खेल्न पाएनन् क्या। अनि अब मलाई सपोर्ट गर्नलाई मेरो दुईटै भाइले बरु म कमाउँछु तपाईँ खेल्नु, एउटा भाइले म पढ्छु म राम्रो केही गर्छु जबहरू गर्छु तपाईँ खेल्नु भनेर मलाई सपोर्ट पाए भाइहरूबाट। मेरो भाइको नाम अजय छ, अहिले ऊ काम गर्नलाई बाहिर छ कतारमा। अर्को भाइको नाम सुभाष छ जुन अस्ट्रेलियामा छ। उनीहरूले आफ्नो सेक्रिफाइस गरेर मेरो लागि उनीहरू आफ्नो बाटो लाए। अब म त बुझ्न मात्र सक्छु, फिल त उनीहरूले गरेर होला। तर एकजनाले त कम्प्लिटली छोडी